यहाँहरू सबैलाई नमस्कार। हरेक शुक्रबार बेलुका 6 बजे आउने युवालय पडकास्टमा यहाँहरूलाई म हार्दिक स्वागत गर्दछु र मेरो आजको अतिथि हुनुहुन्छ नवराज खड्काज्यू। उहाँ चाहिँ इटरीमा रहेको प्रिमियर जब एजेन्सीको सिइओ हुनुहुन्छ। नवराजजी, यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, थ्याङ्क यू युवराजजी। यो जब एजेन्सीमा तपाईँले काम गर्दै जाँदा कस्तो जबको चाहिँ अवसरहरू रहेको पाउनु भएको छ? जब एजेन्सी चलाइराख्दाखेरि नेपालमा चाहिँ जबको अपर्च्युनिटीहरू धेरै प्रकारका हुन्छ। त्यसको चाहिँ हामीले चाहिँ सेक्टर वाइज छुट्याएको हुन्छ। जस्तै म्यानुफ्याक्चरिङ सेक्टर भयो, जुन चाहिँ सामानहरू उत्पादन गर्ने प्रोडक्सनको सेक्टर भयो। अर्को भयो तपाईँको ट्रेडिङको सेक्टर भयो, जसबाट चाहिँ विदेशबाट सामान नेपालमा इम्पोर्ट भएर कम्पनीहरूले चाहिँ मार्केटमा सेल्स गरिरहेको हुन्छ। त्यो अर्गनाइजेसनको लागि चाहिने स्टाफ भयो। हस्पिटालिटी सेक्टरको लागि जति पनि टप टु बटम लेभलको भयो, अथवा कुनै पनि अर्गनाइजेसनको टप टु बटमको लागि बटम लेभलको एउटा अफिसमा चाहिने नर्मली एउटा अफिस मेटदेखि लिएर कम्पनीको सिइओसम्मको भ्याकेन्सीहरू चाहिँ अनाउन्स भइरहेको हुन्छन्। त्यसमा म्याक्सिमम एकदम धेरै भ्याकेन्सीहरू आउने भनेको चाहिँ हस्पिटालिटी सेक्टरको, अनि यो फाइनेन्स अकाउन्टिङतिरको र सेल्स एन्ड मार्केटिङतिरको आइरहेको हुन्छ। तपाईँले जे जबको चाहिँ अपर्च्युनिटी भन्नुभयो, त्यो अनुसारको जनशक्ति के कस्तो छ? यस्तो छ, जनशक्ति हेर्ने हो भने चाहिँ मार्केटमा दुई खालको जनशक्ति छ। एउटा स्किल्ड मेन पावर छ, अर्को भनेको अलिकति अनस्किल्ड मेन पावर छ। स्किल्ड मेन पावर जो चाहिँ अलरेडी विभिन्न अर्गनाइजेसनहरूमा काम गरिरहेको हुन्छन् र एउटा राम्रो अपर्च्युनिटीको लागि चाहिँ उनीहरू जम्प गर्न खोजिरहेको हुन्छन्, एउटा त्यो खालको मेन पावर छ। अर्को भनेको अनस्किल मेन पावर छ, जोसँग चाहिँ एउटा एजुकेसन हुनसक्छ, कुनै स्किल छैन, कुनै एक्सपिरियन्स छैन, अनि उनीहरूलाई चाहिँ डिफ्रेन्ट हामीले ट्रेनिङहरू दिएर काहीँनिर इन्टर्न पठाएर एक लेभलको चाहिँ स्किल फुल बनाएर चाहिँ हामीले प्लेसमेन्टमा लान्छौँ। समग्रमा हेर्ने हो भने एउटा स्किलफुल मेन पावर र अनस्किलफुल मेन पावर छ। तपाईँले भन्नुभयो होइन, जस्तो जबका यो अवसर छन्, जनशक्ति यस्तो यस्तो छ भन्नुभयो। जस्तो अब जब एजेन्सी अनि रोजगारदाता र कामदार बिचको यो जुन देखियो नि होइन, अवसर पनि छ, रोजगार खोज्ने मान्छे पनि छ, तर त्यो बिचमा चाहिँ के कुरालाई चाहिँ अप्ठ्यारो परिरहेको छ, अथवा यो तीनटा कुरालाई चाहिँ कसरी समन्वय गर्न सकिन्छ? ठ्याक्कै तीनटा सेक्टर, एउटा रोजगारदाता भयो, अर्को एजेन्सी भयो, अर्को कामदारले हेर्दाखेरि चाहिँ यो तीनैवटा चिजलाई हेर्ने भने एउटा केही न केही कम्युनिकेसन ग्याप छ। यो कम्युनिकेसन ग्याप चाहिँ मैले देखेको के भएर भन्दाखेरि एउटा अवेरनेस भयो, एउटा प्रोग्रामहरू भयो, अनि मार्केटको ब्रान्डिङ र भिजिबिलिटी चाहिँ अलिक कम छ। जस्तै जब सिकरलाई मेरो लागि राइट ठाउँ चाहिँ यो है भनेर पनि एउटा अलिकति अवेरनेसको कमी हुनसक्छ। जस्तै तपाईँको इम्प्लोयरलाई, रोजगारदातालाई, कुनै अर्गनाइजेसनको मान्छेलाई चाहिँ के हुनसक्छ भने मैले कुनै पनि स्टाफहरू अथवा हायर गर्नको लागि, कुनै पनि डेजिग्नेटेड स्टाफहरू हायर गर्नको लागि चाहिँ कुन चाहिँ जब प्लेसमेन्ट कम्पनी, जब एजेन्सी चाहिँ बेस्ट हुन्छ भन्ने कुराको अलिकति अवेरनेस पनि कम छ जस्तो लाग्छ। किनभने जब एजेन्सी धेरै भए र अलिकति जब एजेन्सीहरू कस्ता भइदियो भने अलिकति पछिल्लो समयमा एउटा नेपालको श्रम ऐन अनुसारको कानुन अनुसार चल्नुभन्दा पनि आफूले चाहिँ आफ्नै रुल्स बनाएर, किनभने एउटा त्यसको एउटा प्रक्रिया छ, जब एजेन्सी चलाउनको लागि लाइसेन्सको कुराहरू छ, श्रम ऐनको नियम कानुनहरू फलो गर्ने कुराहरू छ, ती फलो नगरिकन चाहिँ खुल्दै गए। तर नियम कानुनहरू चाहिँ फलो नगरी जाँदाखेरि चाहिँ आफ्नो रुल्समा चल्ने भएको कारणले गर्दाखेरि कतिपय रोजगारदाता र कतिपय कामदारहरू चाहिँ उनीहरूको कारणले गर्दाखेरि राम्रो जब प्लेसमेन्ट कम्पनीसँग पनि टाइ भएर काम नभएको चाहिँ मैले यो मार्केटमा देखेको छु। तपाईँले यो तीनटा बिचको समस्या र समन्वयको कुरा उठाउनु भयो होइन। अब यो बिचमा मुख्य निकाय भनेको राज्य छ। राज्यले चाहिँ कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? यो समस्याका लागि मैले देखेको सबैभन्दा प्रमुख भूमिका नै राज्यको हुन्छ। यसलाई हेर्ने राज्यबाट भनेको मेन भनेको श्रम तथा रोजगार मन्त्रालयले हेर्छ सबै जब एजेन्सीको कामहरू। यसको सर्टेन क्राइटेरियाहरू छ। जस्तै अहिलेको सिनारियोमा चाहिँ हामीले युथहरूलाई चाहिँ अनस्किल मेन पावरलाई स्किलफुल बनाउनको लागि चाहिँ गभर्मेन्टले चाहिँ के गर्नु पर्यो भन्दाखेरि विभिन्न जब फेयरहरू अर्गनाइज गर्नु पर्यो। जब फेयरहरू अर्गनाइज गर्दाखेरि चाहिँ इम्प्लोयर, एजेन्सी र जब सिकर तिनैवटा छाताहरूलाई चाहिँ एकै ठाउँमा ल्याएर देखाउनु पर्यो, जब फेयर गर्नु पर्यो। जस्तै तपाईँको चाहिँ ट्रेनिङका कुराहरू ल्याउनु पर्यो। जस्तै सिटिभिटीबाट विभिन्न ट्रेनिङहरू हुन्छन्, तर सिटिभिटीबाट हस्पिटालिटी सेक्टरमा मात्रै ज्यादा फोकस हुन्छ, सिलाइ बुनाइमा फोकस हुन्छ, टेलरिङमा फोकस हुन्छ। जसले चाहिँ कम एजुकेसनको हिसाबले कम पढेका हुन्छन् उनीहरूलाई दिन्छ। तर पछिल्लो समयमा हेर्ने हो भने विभिन्न प्राइभेट अर्गनाइजेसनले आफ्नो तरिकाले त कामहरू गरिरहेका छन्, ट्रेनिङहरू दिइरहेका छन्। तर गभर्मेन्टको प्रोजेक्टमा पनि ठ्याक्कै अहिलेको मार्केटको डिमान्ड अनुसारको चाहिँ ट्रेनिङ चाहिँ गभर्मेन्टले प्रोभाइड गर्ने हो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ। तपाईँको भनाइको कुरा यो सबै जोड्दाखेरि निष्कर्षमा चाहिँ हामी जस्तो रोजगारीको अवसर पनि छ, रोजगारी खोज्ने मान्छे पनि छन्, तर यो बिचमा चाहिँ समन्वय भएको छैन
र यो हाम्रो स्किलफुल मेन पावर पनि छैन भन्ने कुरा हो यहाँको। हजुर हजुर हो एकदम एकदमै धन्यवाद नवराजजी, यहाँले हामीलाई यो जब एजेन्सीको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभयो। हस् त, धन्यवाद। हस् थ्याङ्क यू